Good afternoon, my viewers. Love you all. र यस समयमा म अहिले ड्युटीबाट भर्खरै म यहाँ नानाको घरमा आइपुगेको छु। यो नानाको घर हो, यो तर्जम। र म चाहिँ तपाईहरुलाई योभन्दा 3-4 महिना अगाडि मैले यहाँ हाँसको बच्चा लिएर नानालाई दिएको थिएँ हैन, एसएचजीबाट पाएको। त्यो चाहिँ कत्रो चाहिँ भएछ, के भएछ भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउँछु ल। कति महिनामा कत्रो हुँदो रहेछ भन्ने कुरा चाहिँ हैन, तपाईहरुले अब पर्खिरहनु भएको होला, कहिले अपलोड गर्छ भिडियो हेरौँ भनेर हैन। तपाईले मलाई माया गर्नुहुन्छ, तपाईहरुले तपाईहरुलाई पनि मेरोबाट एकदम गोर्खे स्यालुट छ। हुन्छ, हेर्नुस् ल भिडियो। यो चाहिँ मेरो जेठी नाना र हाँसो कति अस्ति मैले लिएर क्या, कति महिना भयो? 2-2.5 महिना भयो। हेरौँ कत्रो भएछ। 2-2.5 महिनामा चाहिँ कत्रो चाहिँ हुँदो रहेछ पाल्यो भने भन्ने कुरा चाहिँ नि। ए आउन नि त यहाँ देखाइदिउँ। हजुर जानु नि, अन्त दुध फाट्छ होला। हाँस खिच्छ अरे उ हाँस। ल छिटो ऊ माथि ऊ खोइ ऊ माथि जा त अलिकति माथि त्यो भुइँमा हेर्ने अर्जेला नि। हेर्नुहोस् है भ्युजहरू कत्रो भएछ। 1.5 महिना 2.5 महिना अरे नाना। आमा लु यस्तो सिन्दा चाहिँदो रहेछ। लु हेर्नु 6वटामा कतिवटा, एउटा मरे क्या हो? ए कतिवटा मरेको? 5वटा, एउटा मर्यो। 1.5 महिना 2.5 महिनामा ठुल्ठुलो हुँदो रहेछ। लु हेर्नुहोस् है यत्रो भइसकेछ हो। एकदम सिन्दापमा मात्रै यिनीहरूलाई चाहिँ यस्तो सिन्दाप भएको जग्गाहरू चाहिँदो रहेछ। यहाँ हेर्नुहोस् है, देखाइन्छ तपाईँहरूलाई। आमामामा कस्तो राम्रो भएछ, गतिलो